नमस्ते सेवा साथीहरू, आज पनि मैले छोटो भिडियो लिएर आएको छु। आज चाहिँ हामी माई पोखरी जाँदैछौँ, माई पोखरी दर्शन गर्न। तपाईहरू पनि जहाँ जस्तो अवस्थामा रहे पनि माई पोखरीको दर्शन गर्नुहोला। यही भिडियो मार्फत सबै कुरो बोलेर जानकारी गराउन नसके नि यो भिडियोहरू गर्दै गर्दा यो ठाउँ भनेर चिनाएको छु। हाम्रो यात्रा सुरु भयो है साथीहरू, माई पोखरीतिर लाग्दैछौँ। यस्तो ज्याकेट लाउने बहिनी नि यता हेर छोडिदेऊ न, झापाली मान्छे ताते ताते गर्दै ओरे ओरे कालो कालो तिमीहरूको छाला बोक्राउनु म आउँछु अरे सुन्यौ। नभए त म त ताते 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 भन्नु होइन ढकाल बस्ती पुगेर आएछ दुईजना यस्तो पालो जबरजस्ती तानेर म यस्तो जङ्गल घारी स्कुलहरू कसरी आउँ। अनि यो चाहिँ माई पोखरी पुग्नु आँट्दाकै साथीहरू देवीथान माई पोखरी आइपुग्यौँ। यो चाहिँ वल्लो छेउको गेट हो, मेन गेटमा गएर चाहिँ दर्शन गर्ने। यो चाहिँ माई पोखरीको मन्दिर जाने गेट, माई पोखरीको बजार है। यो चाहिँ खुसी गर्दै मेरो कुरा काटिराख्छ क्या हो। चिया चाहिने न खुकुरी चाहिने न कचिया चाहिने, केही नकिन्ने पूजाको सामान चाहिँ माई पोखरीको मेन गेटै साथीहरू। ल भाइ आउनु हो त, नानीको लिँदैन, ऊ पनि झापाली पाहुना हो, लिनु हुँदैन भन्नुपर्छ। छिहौ कसरी गोटा अरे भाइ टिकट? ए ल आउनु। माग्दैन उसले माग्नु, यही त हो। उताबाट पसेको भए त त्यो नि माग्थेन कसैले। ल साथीहरू, अब चाहिँ हामी माई पोखरी पुग्यौँ दर्शन गर्नलाई। यो चाहिँ माई पोखरी, जे चितायो जे माग्यो त्यही पुरा हुन्छ। शान्ति शान्ति, माई पोखरी देवीले हामी सबैको रक्षा गरून्, कल्याण गरून्। ओम शान्ति शान्ति। भद्रकाली कपाली के छ, कति फोहोर भएछ पोखरी त। आम्मामा सबै डस्टबिन हुँदा हाल्नु पर्ने नि हौ। यहाँ नि व्यवस्था त छ त हौ कि। अब चाहिँ पूजा गरिसक्यौँ है गाइजहरू हामी। गार्डन पोखरीको फुलबारी। यो चाहिँ आई लभ यु। जङ्गलमा एक्लै हिँडो लायो भने हिँडिन्छ र पहिलो दोस्रो तेस्रो कुना यो। ल यो साथीहरू, यो चाहिँ माई पोखरीको तेस्रो कुना। नजाऊ है, नानीसँगै गएको। माई पोखरीको शिर यो रुखको फेदबाट चाहिँ पानी उब्जिने गर्छ अरे। अघि हामी गएको चाहिँ पल्लो कुना है पूजा गरेको चाहिँ। यो पहिलो कुना पोखरी चाहिँ यस्तो छ भनेर यो बनाएको। ओ ठ्याक्कै 9 कुनाको हिमाल भ्यागु। हामी गुम्बातिर लाग्दैछौँ, माई पोखरीको गुम्बा। यो चाहिँ माई पोखरीको गुम्बा, एकादशी लाग्ने ठाउँ यही है। खासै केही त छैन।
उही साथी हो घर जाउँ देउरालीमा गएर कसले मलाई प्रेम पाकी हेर्दै हिँडौँ है साथी हो दुःख पाइस मङ्गले कति खाऊ न यो रक्सी देउरालीको साडी देउरालीको रक्सी खाउबाट अर्डर गरेको 80 मात्रै छ कता कता हो साथी हो खाजा खाँदैछौँ नेपाली हुँ पिरमा पनि बच्न सक्छु वाउ नाइस कति रङ वाउ यो दिदीले नेपाल खाने हो के हजुर म त नेपाली हाम्रो नेपाली जस्तो रहेछ नि डाली डालीमा फुलेर लाग्छ नि दिलको बारीमा वाउ नमस्ते